समय त सबैको हुन्छ, तर बुझ्ने मान्छे थोरै मात्र हुन्छन्। आजको पुस्ता व्यस्त छ तर प्रोडक्टिभ छैन। हामी फोनमा संसार हेर्छौँ, स्क्रोल गर्छौँ, भिडियो हेर्छौँ, तर आफ्नै जीवनको लक्ष्य र महत्त्व भुल्छौँ। साइकोलोजी भन्छ मान्छेको मस्तिष्कले सजिलो बाटो रोज्छ, सजिलो कामले तुरन्त आनन्द दिन्छ, तर गहिरो मेहनतले दीर्घकालीन सफलता र रियल खुसी दिन्छ। धेरैले सोच्छन् पछि गर्छु, अहिलेलाई आराम गर्छु, तर यही बहाना नै हाम्रो हारको मुख्य कारण हो। मस्तिष्क डोपामाइन र इन्स्ट्यान्ट ग्राटिफिकेसनमा अड्किएको छ, त्यसैले ध्यान र डिसिप्लिन हराउँदैछ। हामी छोटो आनन्दका लागि दीर्घकालीन सुख गुमाइरहेका छौँ। साइकोलोजी भन्छ जसले आफ्नो ब्रेनलाई प्रशिक्षित गर्छ उनी आफ्नो जीवनको मास्टर बन्न सक्छ। कठिन कार्य सुरु गर्नमा गाह्रो लाग्छ, तर ब्रेन बिस्तारै रिवार्ड सिस्टममा परिवर्तन हुन्छ। डिसिप्लिन अभ्यास गर्दा मेहनत गर्न मजा आउँछ र जीवनमा परिणाम देखिन थाल्छ। ज्ञान भनेको पढ्न मात्र होइन, बुझ्न पनि हो। बुद्धि भनेको देखाएको कुरा मात्र होइन, महसुस गरिएको कुरा हो। समयसँग कुरा गर्न सिक, किनभने समय सँगसँगै हाम्रो चरित्र, सोच, निर्णय र भविष्य बनिरहेको हुन्छ। संसार हरेक दिन बदलिन्छ, तर जसले आफूलाई बदल्न सक्छ उसले समय जित्छ। हामीलाई लाग्छ कि समय बित्दैछ, तर सत्य के हो भने समय कहिल्यै बित्दैन, बित्दै त हामी छौँ। अब निर्णय तपाईँको। तपाईँ समयको मालिक बन्ने कि शिकार? संसार बदल्न तपाईँ पहिले आफूलाई बदल्नु पर्छ।